नमस्कार, मेरो युट्युब च्यानल इजी लर्निङ हबमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। म आज जर्नल इन्ट्रीमा दिएका केही फाइनान्सियल ट्रान्जेक्सनहरू छन्। ती फाइनान्सियल ट्रान्जेक्सनहरूको जर्नल इन्ट्री बनाएर देखाउनेछु। कुनै पनि व्यक्तिले व्यवसाय स्टार्ट गर्दाखेरि उसले आफ्नो व्यवसायमा क्यास, बैंक ब्यालेन्स, फर्निचर, मेसिनरी, ल्यान्ड र बिल्डिङ जस्ता कुराहरू लगाएर व्यवसाय सुरु गर्न सक्छ। यसरी व्यवसाय सुरु गर्दाखेरि व्यक्तिले जुन क्यास, फर्निचर, बैंक ब्यालेन्स, ल्यान्ड बिल्डिङ लगाउँछ त्यो चाहिँ व्यक्तिको लागि पुँजी अथवा क्यापिटल बन्न जान्छ भने व्यवसायको लागि सम्पत्ति बढ्दछ। र यसरी व्यवसाय सुरु गर्दाखेरि जर्नल इन्ट्री कसरी बनाइन्छ भन्ने कुराको केही मैले इक्जाम्पल लिएको छु। जस्तो जनवरी 1 मा सुजन स्टार्टेड बिजनेस विथ क्यास रुपिज 2,50,000 भनेको छ। मार्च 4 मा अ बिजनेस स्टार्टेड विथ क्यापिटल अफ रुपिज 140,000 अनि मे 5 मा राम commenced business with cash rupees 150,000 and land rupees 1 lakh. र जुलाई 6 मा a business started with cash rupees 1 lakh, building 80,000, furniture 40,000 and stock of goods 60,000 भनेर दिएको छ। अब यिनीहरूको जर्नल इन्ट्री हामीले कसरी बनाउने त? हाम्रो पहिलो जुन जनवरी 1 मा छ, हामीलाई जनवरी 1 मा दिएको ट्रान्जेक्सनले के भनेको छ, एउटा व्यक्तिले सुजन भन्ने व्यक्तिले आफ्नो व्यवसायमा 2,50,000 लगाएर बिजनेस सुरु गर्यो भनेको छ। अब यसको लागि हामीले जनवरी 1 लेख्ने अनि क्यास अकाउन्ट दिया टु क्यापिटल अकाउन्ट भनेर लेख्ने। यो क्यास चाहिँ व्यवसायले प्राप्त गर्यो अनि त्यसकारण व्यवसायले प्राप्त गरेको कुरालाई हामी चाहिँ डेबिट राखौँ र यो चाहिँ जुन क्यापिटल छ यो व्यक्तिको लागि क्यापिटल हो र यो क्यापिटल चाहिँ व्यवसायले रिटर्न गर्नुपर्ने हुन्छ। यो व्यवसायको दायित्व हो। दायित्व बढ्दाखेरि क्रेडिट हुन्छ, अर्थात् क्यापिटल भनेको लाइबिलिटी हो, लाइबिलिटी बढ्यो भने त्यसलाई क्रेडिट गरिन्छ, जुन हामीले 250,000 भनेर लेखेका छौँ। र यसको न्यारेसनमा छ बिङ स्टार्टेड बिजनेस विथ क्यास। अनि हाम्रो अर्को ट्रान्जेक्सन छ मार्च 4 मा। मार्च 4 को ट्रान्जेक्सनले भन्छ अ बिजनेस स्टार्टेड विथ क्यापिटल रुपिज 140,000 भनेको छ। यसको पनि त्यही हो, क्यास अकाउन्ट दिया टु क्यापिटल अकाउन्ट हैन। यसमा चाहिँ क्यास बिजनेसमा आयो र बिजनेसमा लगाएको क्यासलाई व्यक्तिको लागि हामीले पुँजी भन्छौँ। त्यसकारण यो पुँजी चाहिँ बिजनेस अर्गनाइजेसनको लागि लाइबिलिटी हो, लाइबिलिटी बढ्यो, त्यसले गर्दाखेरि क्यापिटल क्रेडिट भयो। जहाँ चाहिँ क्यास अकाउन्ट दिया 140,000 र टु क्यापिटल अकाउन्ट 140,000 बिङ बिजनेस स्टार्टेड विथ क्यापिटल भनेर लेखियो न्यारेसनमा। अनि अर्को छ मे 5 मा राम commenced business with cash rupees 150,000 and land 1 lakh. अब यसको हामीले के गर्छौँ त, क्यास अकाउन्ट डिआर 150,000 व्यवसायले पायो, व्यवसायमा ल्यान्ड आयो, ल्यान्ड अकाउन्ट 1 लाख र यो दुईटैलाई हामीले मिलाएर क्यापिटल भन्छौँ र यो क्यापिटल 250,000 भयो र हामीले चाहिँ बिङ बिजनेस स्टार्टेड विथ क्यास एन्ड ल्यान्ड भनेर लेख्छौँ। र हाम्रो चाहिँ लास्टको जुन ट्रान्जेक्सन छ त्यो ट्रान्जेक्सन जुलाई 6 मा छ। अ बिजनेस स्टार्टेड विथ क्यास 1 लाख, बिल्डिङ 80,000, फर्निचर 40,000 एन्ड स्टक अफ गुड्स 60,000 भनेको छ। अब यसको हामीले जर्नल इन्ट्री गराउँदाखेरि पहिला सुरु हामीले यसको चाहिँ डेट लेख्छौँ, जुलाई 6 मा के स्टार्ट केबाट के लगानी गरेको छ, एउटा क्यास लगानी गरेको छ, बिल्डिङ, फर्निचर र स्टक अफ गुड्स क्यास। पहिला सुरु हामीले लेख्छौँ
क्यास अकाउन्ट डिआर, त्यसपछि हाम्रो छ क्यास अनि बिल्डिङ। हामीले बिल्डिङ अकाउन्ट 80,000, यहाँनिर हामीले बिल्डिङ अकाउन्ट डिआर अनि अर्को के लगानी गरेको छ फर्निचर, फर्निचर 40,000। अब हामीले यहाँ फर्निचर अकाउन्ट भनेर लेख्छौँ, फर्निचर अकाउन्ट यो पनि डिआर। अनि अर्को दिएको छ फर्निचर पछि स्टक अफ गुड्स। अब हामीले यसमा स्टक अफ गुड्स अकाउन्ट डिआर भनेर लेख्छौँ। अब हाम्रो चाहिँ क्यासको अमाउन्ट छ, क्यासको अमाउन्ट छ 1 लाख, बिल्डिङ 80, फर्निचर 40। क्यासको अमाउन्ट 1 लाख छ, त्यसपछि बिल्डिङको छ 80,000 छ, फर्निचरको 40,000 छ र स्टकको छ 60,000 छ। अब यो सबैलाई हामी मिलाएर हामीले के भन्छौँ त, यो व्यवसायको लागि व्यक्तिको लागि क्यापिटल भयो। त हामीले यहाँ के गर्छौँ क्यापिटल अकाउन्ट भनेर लेख्छौँ। यो सबै जोडेर हामीले यतातिर लेख्छौँ। यसरी जोड्दाखेरि टोटल कति भयो 2,80,000। अब हामीले यसको चाहिँ न्यारेसन पनि लेख्नुपर्ने हुन्छ। बिङ स्टार्टेड बिजनेस विथ क्यास, क्यास पछि बिल्डिङ फर्निचर एन्ड स्टक अफ अकाउन्ट, स्टक अफ गुड्स। ल यो हाम्रो के भयो त जर्नल इन्ट्री भयो। यसरी हामीले अब यसमा हामीले के गर्छौँ टोटल भन्छौँ र यो टोटल गरेर यो डेबिट र क्रेडिटको टोटल बराबर हुनुपर्ने हुन्छ। अब डेबिट र क्रेडिटको टोटल हामीले यहाँ लेख्नुपर्ने हुन्छ। अब हामीले डिपोजिट र विथड्रलसँग सम्बन्धित फाइनान्सियल ट्रान्जेक्सनको जर्नल इन्ट्री बनाएर हेर्नेछौँ। सुरुमा कार्तिक 2 मा ओपन अ बैंक अकाउन्ट इन बैंक विथ ₹150,000 भनेको छ, यसको जर्नल इन्ट्री गरौँ। अब हाम्रो चाहिँ यो कार्तिक 2 मा छ, बैंक अकाउन्ट खोलेर बैंकमा चाहिँ 1,50,000 रुपियाँ राख्यो। बैंक अकाउन्ट डिआर 150,000 अनि व्यवसायको क्यास घट्यो, क्यास अकाउन्ट हाम्रो 150,000। अब हामीले यहाँ के लेख्छौँ न्यारेसनमा बिङ क्यास deposited by opening bank account। ल यो हाम्रो पहिलो क्लियर भयो। अब दोस्रो ट्रान्जेक्सन छ कार्तिक 4 मा क्यास डिपोजिटेड इन्टु बैंक 10,000 भनेको छ कार्तिक 4। अब हामीले यहाँनिर कार्तिक 4 भन्छौँ र क्यास बैंकमा डिपोजिट गरेको छ हैन, क्यास डिपोजिटेड इन्टु बैंक ₹10,000। फेरि हामीले के गर्छौँ यसमा चाहिँ बैंकमा चाहिँ क्यास वृद्धि भयो, बैंक अकाउन्ट डिआर 2 कम्पनीको क्यास घट्यो
क्यास अकाउन्ट। अब यसमा 10,000 DR 10,000 CR। नरेसन लेख्नुपर्ने हुन्छ बिग क्यास डिपोजिटेड इन्टु बैंक। अब हाम्रो तेस्रो कारोबार छ कार्तिक 6 मा विथड्रन क्यास रुपिस 6,000। यहाँनिर विथड्रन गर्दाखेरि दुईटा पर्पजको लागि हुन्छ है। एउटा चाहिँ अफिसियल युजको लागि र अर्को चाहिँ डोमेस्टिक युजको लागि वा पर्सनल युजको लागि। यसमा चाहिँ यो अफिसियल युजको लागि हो भने त्यसको ट्रान्ज्याक्सन छुट्टै हुन्छ, अनि पर्सनल युजको लागि हो भने त्यसको ट्रान्ज्याक्सन छुट्टै हुन्छ। अब यसमा क्वेसन चाहिँ साइलेन्ट छ, त्यस कारण यसलाई हामीले अफिसियल युज भनेर बुझ्नुपर्छ है। यो यसरी हामीले बुझ्नुपर्ने हो। त विथड्रन क्यास भनेपछि हाम्रो कार्तिक 6 मा क्यास विथड्र गरेको छ हामीले। क्यास अकाउन्ट DR। अब हामीले बैंकबाट चाहिँ निकालेको छौँ टु बैंक अकाउन्ट। अब यसको चाहिँ यो छ 6,000 यहाँनिर डेबिटमा र क्रेडिटमा पनि 6,000। नरेसन लेख्नुपर्ने हुन्छ बिङ क्यास विथड्रन फ्रम बैंक भनेर लेख्ने अनि यसलाई यसरी क्लोज गर्ने। अर्को हाम्रो चाहिँ केस छ 15 मा क्यास रुपिस 50,000 विथड्रन फ्रम बैंक फर अफिस युज बाई चेक भनेको छ। यसमा पनि क्यास निकालेको छ हाम्रो चाहिँ कार्तिक 15 मा क्यास निकालेको छ हामीले। क्यास अकाउन्ट DR टु बैंक अकाउन्ट भनेर लेख्ने। कति निकालेको छ 50,000 डेबिटमा अनि 50,000 क्रेडिटमा। फेरि हामीले यहाँनिर नरेसन लेख्नुपर्ने हुन्छ बैंक क्यास विथड्रन भनेर यति लेख्दा पनि हुन्छ। अनि अर्को छ विथड्रन क्यास फ्रम बैंक रुपिस 4,000 फर पर्सनल युज। अब पर्सनल युजको लागि क्यास निकालेको छ ड्रइङ अकाउन्ट DR टु बैंक अकाउन्ट हुन्छ है। अब हामीले कार्तिक 20 यहाँनिर हामीले कार्तिक 20 ड्रइङ अकाउन्ट पर्सनल युजको लागि हो भने हामीले ड्रइङ अकाउन्ट खोल्नुपर्ने हुन्छ। ड्रइङ अकाउन्ट DR टु बैंक अकाउन्ट। कति निकालेको छ 4,000। सो यहाँनिर 4,000 अनि यहाँनिर पनि 4,000। अब हामीले यसलाई नरेसन भनेर बिङ क्यास विथड्रन फर पर्सनल युज हामीले पर्सनल युजको लागि चाहिँ ड्रइङ अकाउन्ट प्रयोग गर्छौँ है। ल अब हामीले यसलाई टोटल गर्छौँ।
टोटल यसको चाहिँ 2,20,000, यता पनि 2,20,000। ल यसरी यस्तै किसिमको एकाउन्ट सम्बन्धी भिडियो हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानल इजी लर्निङ हबलाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।